एभ्रीवन वेलकम ब्याक टु माई च्यानल इट्स मी समीर अनि सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु धेरै नै भयो भिडियो नआएको भयो आज चाहिँ मैले जाँदैछु रोस्ट गर्नको लागि होल चिकन सो दिस इज द फर्स्ट टाइम गोइङ टु रोस्ट द होल चिकन इन माई ओभन अनि ओभन किनेको पनि धेरै नै भइसकेको थियो धेरै नै भएको थियो युज नगरेको पनि हैन अनि मेरो भाइहरू पनि आएको थियो बुटुलदेखि सो भाइले चाहिँ रोस्ट गरेको चिकन खाम न दाइ भनेर भनिसकेपछि अनि रोस्ट गरौँ भनेर चाहिँ किन वाइ नट ट्राई गरौँ ओभनमा कस्तो बन्द रहेछ भने चाहिँ म म्यारिनेसनतिर लागे पहिला होल चिकन लिए होल चिकन चाहिँ एकदमै राम्रो क्वालिटीको र क्वान्टिटीको थियो अनि साइड पार्टहरू काटेर कट गरेर चाहिँ त्यसको पिस बनाएर फेरि रोस्ट गर्ने प्लान गर्यौं हामीले अनि त्यसको ग्रेभी बनाउने भनेर भन्यौं किन होल चिकन मात्रै रोस्ट गरेर खानु भएन अब राइस पनि खानु पर्यो हैन अनि त्यो रिजनले गर्दा चाहिँ फेरि त्यसमा हामीले साइड पार्ट काटेर चाहिँ राख्यौं अनि दुईटैलाई म्यारिनेसन गर्यौं म्यारिनेसनमा मैले केही पनि हालेको छैन त्यस्तो धेरै जिन्जर पेस्ट र गार्लिक पेस्ट मात्रै हो टर्मरिक पाउडर र थोरै जिरा धनियाको पाउडर जुन चाहिँ बजारबाट पाउँछ त्यो हालेको छ अनि नुन त हाल्नै नै पर्यो स्वाद अनुसार अनि त्यो सबै म्यारिनेसन गरेर मैले चाहिँ छोप्दिएर राखिदिए फर 15 मिनेट्स अनि यो नाइफको काम चाहिँ कतिलाई थाहा छ छैन थाहा भएन मलाई पछाडिको नाइफको काम चाहिँ के गर्नुहुन्छ भनेर चाहिँ कतिले क्वेशन सोध्नुहुन्छ सो पछाडिको भागले चाहिँ हाम्रो कुनै पनि चिकनलाई कुनै पनि मिटलाई कुनै पनि कुरालाई चाहिँ हामीले टुक्राउन चाहिँ हेल्प गर्छ यो ठ्याक्कै हाम्रो चपर जस्तो काम गर्छ अनि यसरी टुक्राइसकेपछि मैले त्यसलाई पनि म्यारिनेसन गरेर छोपेर राखिदिए फर 15 मिनेट्स आफ्टर 15 मिनेट्स मैले चाहिँ ओभन प्रिहिट गरिसकेको थिएँ 170 डिग्री सेल्सियसमा फर 20 मिनेट्स अनि मैले यसरी चाहिँ ओभन ग्रिलिङको लागि रेडी गरे चिकनलाई र ट्रेमा चाहिँ मैले पिसेसहरूलाई चाहिँ राखेँ अनि रोस्ट गर्नको लागि हाल्दिए अनि रोस्ट गर्नको लागि हाल्दिए मैले देख्न सक्नुहुन्छ